गाइस स्वागत छ फेरि पनि अर्को भ्लगमा। बिहानै 6 बजे जाने भने मान्छे के हो भाइ कति ढिला कति गरे म होइन आएर एक घन्टा गर्छु म 6 बजे आएर बसेको ऊ 7 बजेसम्म पनि आउँदैन नि दैट यस्तो यस्तो हावा साथीहरू छ होइन त्यो हामी चाहिँ अहिले गाडीको पर्खाइमा खैबो चोकमा बिहान माथि जानलाई गाडी पाउँदैन अनि बेलुका भएपछि तल आउनलाई गाडी पाउँदैन यसरी कुर्नुपर्छ। यो छपरी भाइ यता बसिरह माछाहरू रङ्गी बिरङ्गी रातो काला पहेँला माछा मर्दैन होला अब म कहाँबाट त भएको चाहिँ भर्खरै गोदावरी आइपुग्यो होइन यो यत्तिकै फ्लिप हुनुपर्ने क्या हाम्रो खाजा चाहिँ आउनै बाँकी छ अझै पनि यसो खाएर खाजा खाएर अलिकति ताकत बढाएर अनि जानुपर्छ ब्ल्याक टी खाँदैछ होइन ओन्ली ब्ल्याक टी अब सेतो चियामा त्यति खान्न ग्यास्ट्रिक भएको छ भने म चाहिँ यता लेमन टी खाइरहेको छु ग्यास्ट्रिक हुन्छ क्या बिहान बिहानै खाँदाखेरि त्यही भएर चाहिँ अहिले ब्ल्याक टी लेमन टी खाइरहेको छु। खाजा खाएर हामी चाहिँ लाग्दैछौँ आफ्नो गन्तव्यतिर। बस्नुले मेसेज गर्नु बिजी एकजना चाहिँ म चाहिँ भारी बोकेर यत्रो ठुलो महँगै भुचुङ्गै त्यो त अब खाली छ मान्छे मेरो भोइस नराम्रो छ त्यही एडजस्ट गरिदिनु होला है। फाटेको बडा भन्दा पनि नराम्रो छ अब के गर्ने यस्तै छ। अब ठ्याक्कै हामी चाहिँ कहाँ छौँ भन्दा गोदावरी बस पार्कबाट यता राइट साइड जानुपर्छ लेफ्ट साइड चाहिँ उता अर्को ठाउँ गुम्बातिर लेफ्ट साइडबाट चाहिँ बोटानिकल गार्डन त्यता गुम्बा हुन्छ। जेभियर चाहिँ यही हो जेभियर स्कुल चाहिँ यही हो। जर्नी स्टार्ट भइसकेको छ अब हामी पुग्ने चाहिँ माथि हो ड्राइभरमा हाम्रो जर्नी स्टार्ट भयो मौसम छ अब तर के भन्ने बित्तिकै मौसम देखिनु सुरु गरिहाल्यो घाम पनि डुब्यो पानी पर्दा एउटा कुरा अहिले मलाई याद आयो छाता ल्याउन बिर्सियो छाता मसँग छ छाता मसँग चल्छ त्यसो मसँग बोक्नेले लाउने यता त भित्र के हुन्छ या यति भन्दै गाइस स्वागत छ फेरि पनि अर्को भ्लगमा। धेरै नै महिना भएछ मैले भिडियो नहालेँ युट्युबमा आज चाहिँ यस्तो हावा तालको भ्लग भयो। त्यस्तो हामीलाई भ्लग बनाउन आउँदैन यो चाहिँ मैले खासमा किन युट्युबमा भिडियो हाल्छु भन्दाखेरि यतिकै भिडियो राख्दाखेरि चाहिँ त्यो भिडियो हराइजान्छ क्या युट्युबमा राख्यो भने चाहिँ पछिसम्मलाई नै हुन्छ अनि त्यो मेमोरिजको लागि चाहिँ मैले युट्युब घरमा कति सुत्छस् भनेर पछि आफ्नो मिल्छ यस्तो भिडियो सेभ गरेर राख्यो भने त्यही भएर एउटा कुरा भन्न चाहन्छु है यही तपाईँहरू हाइकिङ गर्नुहुनेछ भने फुलचोकी डाँडा यो यस्तो ठाउँ ठाउँमा मार्क हुन्छ त्यसलाई फलो गर्नु होला तपाईँहरू हराउने चान्स पनि हुँदैन अनि साथै अब सर्टकटहरू धेरै युज नगर्नु सर्टकट जस्तो लाग्छ तर त्यो बाटो अर्कैतिर गएर हाल्छ जङ्गलभित्रभित्र अब त्यतातिर दाउरा घाँस काट्नेहरूले बनाएको बाटो हुन्छ हिँडेर हो त्यो सर्टकट हुँदैन कता कता पुग्छ त्यही भएर जहिले यस्तो मार्क हुन्छ ठाउँ ठाउँमा अरू बेला त म त म 4-5 वटा आइसक्यो यो वर्षै अनलाइन क्यास अनलाइन अहिले नेट क्यास
हेलो गाइस, हामीले चाहिँ फाइनली कार्ड पाइरहेको छौँ। यसको कार्डको प्राइस चाहिँ रु 100 छ। तर यो पैसा चाहिँ हामी भरे पाउनेछ। यो किन पाएको भन्दा चाहिँ अब हामीले लगेको खाजा भुजाहरू हुन्छ नि, त्यसको प्लास्टिकहरू चाहिँ अब माथि नफाली यहाँ हामीले बुझाउनुपर्छ। जति लाग्छ त्यति यहाँ टिप्पणी हुन्छ यहाँनिर, कस्तो हेर्नु सक्नुहुन्छ, जाँदै बसिरहेको हुन्छ। हामीले भरे त्यो खाजा साजा खाएको प्लास्टिकहरू बोतलहरू चाहिँ यहाँ बुझाउनुपर्छ। अनि हाम्रो क्यास अनलाइन जे कार्ड सब चल्छ, हामीलाई भरे क्यासब्याक हुन्छ, चिन्ता लिनु पर्दैन। यो चाहिँ हामीले चाहिँ अब खाएको सामानहरू सब फिर्ता ल्याउनु पऱ्यो। हरेक चिज हुन्छ, एउटा सानो प्लास्टिकदेखि लिएर ठुलो प्लास्टिक सबै, त्यही भएर फिर्ता याद गर्नु होला। अनि माथि डस्टबिन छ अब पोस्टनिर, त्यहाँनिर चाहिँ नफ्यालिकन यतै ल्याउनु होला। त्यहाँदेखि केही अरू फ्यालिहाल्यो, प्लास्टिकहरू केही पुगेन भने भरे क्यासब्याक नहुने चान्स हुन्छ। त्यही भएर प्लिज ल्याउनु होला। अब हामी चाहिँ आफ्नो गन्तव्यतिर लाग्दैछौँ। अब यो बाटो सिधै रोटे रोड जान्छ, रोटे रोड पुग्छ, अर्को मान्छे हिँड्ने बाटो हुन्छ। हामी चाहिँ मान्छे हिँड्ने बाटो जाँदैछौँ। अब यहाँबाट चाहिँ हामी लेफ्ट मुड्नु पर्ने हुन्छ। गाइज हामी घरबाट निस्किँदाखेरि चाहिँ 2 जना थियो। यता छ 1 जना मान्छे, यता छ जुका परिसकेको छ यो मान्छेलाई। मेरो पनि पऱ्यो होला कि। अनि अहिले चाहिँ हामी 3 जना छौँ। हाम्रो एउटा गेस्ट यता हुनुहुन्छ। थाकिएको छ यार, थाकित त के भन्नु, आधी बाटो नै आइपुगेको छैन होइन हामी। हिँड्ने बानी नभएर होला थाकिरहेको छु। ए अघि भने अनुसार मार्गहरू रुखतिर छ, मच्छरले टोकिरहेको छ यार। नेचर मनपर्छ, के गर्नु। ठिक छ, कहिलेकाहीँ यसरी घुम्नु पनि पर्छ। सधैँ रुममा घुम्सेर बस्यो भने चाहिँ झन् हेल्थलाई असर पर्छ। म त छुट्टी भयो कि सुत्दिन्छु क्या सधैँ। यस्तो बाहिरतिर हाने चाहिँ कहिलेकाहीँ हिँड्छु। अनि यो 2-3 हप्ता भयो मलाई ओभरै यो के अरे यस्तो नेचरतिर आउनु मन लाग्यो। अनि यता बस्या नि 5-6 वर्ष नै भइसक्यो। अनि यहाँ फुलचोकीमा आउँछु भनेर बसिरहेको थिएँ। तर के नमिलाइ भएर आउनै पाइरहेको थिएन। अनि यसपालि चाहिँ पहिला 1 हप्ता अगाडिदेखि नै मैले दिमागमा सोचिरहेको थिएँ एक्लै भयो नि आउँछु भनेर। तर म एक्लै कतै नि हिँड्दिनँ नि त हतपत। अनि यो मान्छेको छुट्टी रहेछ, अनि 2 जनाको छुट्टी मिलेर अनि आइदिएँ। अहिले यस्तो दामी छ है ठाउँहरू चाहिँ, चराको आवाज दामी सुनिरहेछ। हामी माथि पुगेर भेट्नेछौँ भाइलाई। बाई बाई। लाइफमा फर्स्ट टाइम यस्तो पसिना आयो। हामी चाहिँ यो बाटो भएर यहाँ रोडमा निक्लेछौँ। अब यो रोडबाट निक्लेर के गर्ने भन्दा यताहरू अब रोटे रोड जाने भए रोड छ। अघि जस्तो बाटो जानु भने यता छ, यहाँ मार्क पनि देख्न सक्नुहुन्छ। फलो हाम्रो गाइड अङ्कल
गरेको अवस्था ओप्पा ओप्पा सारङ्गे हाँसियो कि फसियो के थाहा भएन मलाई चाहिँ त्यस्तै देखेर कालो उप्पा ल गाइस हामी चाहिँ फेरि लाग्यौँ हिँड्यौँ बाई यस्तो दामी ठाउँमा आइपुगेर बसिरहेको छौँ अहिले सोनेक्स यो चाहिँ चक्लेट हिजो मलाई है यो किन्ने बेला रेटिङमा चाहिँ लाइस भनेर जिस्काउँदा यहीँ गएको हो अरू कहीँ गएको छैन म कतै भड्किने वाला पनि छैन ओनियन स्प्रिङ हामी भनेको जहिले क्रिम एन्ड ओनियनवाला मात्रै खाने किनकि भने नर्मल मिठो हुन्छ अरू चाहिँ अलिकति अमिलो पिरो थपे हुन्छ त्यो चाहिँ अलिक ठिक लाग्दैन त्यही भएर नर्मल ओनियन स्प्रिङ यो पनि पटेटो यो पनि ओनियन एन्ड क्रिम ल गाइस हामी स्टार्ट गरेको अवस्था ल अब फोहोरहरू चाहिँ यहाँ फ्याल्नु हाल्नुपर्छ किनकि भरे फिर्ता पनि पठाउ राख्नु छ अनि यही हाम्रो मेन चिज हामीलाई इनर्जी चाहिन्छ इनर्जीको लागि चाहिँ के ल्याएको छ भन्दाखेरि अब मेन चिज चाहिँ यो त बिर्सिन रेड बुल मिल्दैन यो छ स्पोन्सर बाई रेड बुल कार्बोनेट इनर्जी ड्रिङ्क स्पोन्सर भिडियो चाहिँ आएन है हामीलाई यहाँबाट पनि पे हुन्छ जुनै पनि राइड गर्दा यो अन्तिममा आएर खाना चाहिँ एकदम मिठो स्वादिष्ट इनर्जी हत्ते लत्ते बढ्ने अवस्था मुनिको भ्यू देख्न सक्नुहुन्छ कत्ता क्लियर हुनेछ ओ माइ गॉड एज यु क्यान सी देयर नो नाइस भ्यू फ्रम हियर तर तपाईँहरूले नदेखेर अब एन्ड्रोइडबाट खिचिरहेको गाह्रो छ पछि भविष्यमा के गरी क्यामेरा किन्नु थाल्यो भने देखाइहाल्छु यतिको भ्यू जोस् यहाँको एउटा रमाइलो भ्यू देख्न पायो एचिभमेन्ट जुका गाइस यो चाहिँ मेरो एचिभमेन्ट फुलचोकी डाँडा चढ्नको बाबु मेरो अनुहारमा आउँछ अहिले यो त भिडको बाटो सुनसान ठाउँमा चाहिँ मैले फुलचोकी डाँडाको अब 75% भइसक्यो हाम्रो आरोहण अब बाँकी छ 25%। एकदम रमाइलो ठाउँमा आइपुगेछौँ यहाँ आनन्दको छ यहाँनिर टुलहरू छ जहाँ चाहिँ मेडिटेसन गरिन्छ अब मेरो साथी यहीँ बस्ने रे बुद्ध भन्ने रे अब हेर्नु है त यहाँनिर कस्तो ठाउँ छ क्या रोक्नु देखाउँछु 2 सेकेन्ड 0 1 2 यो गाइस Finally, we have reached here. Ini tahu babu. Logo
भित्रहरू प्रवेश हुने हामी चाहिँ आइपुगेको अवस्था फाइनल आइपुग्यो है यता यहाँ चाहिँ इन्ट्री पोइन्ट छ अब हामी चाहिँ अब छिर्नला यता अर्को गलेर जुनी तिमी सँगै जुने सपना मेरो तिमीलाई नै पाउने तर कहाँ पुगेर सोचे जति सधैँ आइरहन्छ तिम्रो यादहरू। यो गीत चाहिँ उसको लागि डेडिकेसन गरिहाल्यो भरे ब्रेकअप भएको छ नि त उसको है चाहिँ तल पुगिसकेको छ म चाहिँ यहाँ साथी तिमी कहाँ छौ म दायाँतिर हेर्छु बाई बाई भन्नु